गाइजहरु के छ अनि हजुरहरु सन्चै हुनुहुन्छ भ्लगलाई चाहिँ हजुरले हेरेर सपोर्ट दिदिनु होला भन्न चाहन्छु र पछाडी देखिएको सुन्दर डाँडा चाहिँ बिरा बगरको पछाडीको डाँडा हो गाइजहरु त्यो चाहिँ एकदम बबाल सुन्दर छ गाइजहरु र अहिले चाहिँ बर्खाको टाइम हो त्यसैले चाहिँ जंगलहरु एकदम हरियो देखिरा हुन्छ र रमाइलो दृश्य देखिरा हुन्छ गाइजहरु र आज आउनुहोस् हामी जानेवाला छौं झरना हेर्न। नमस्ते गाइजहरु हामी चाहिँ अहिले बिराबगरमा छौं गाइजहरु बिराबगरको हजुरले झरना देख्न सक्नुहुन्छ खोला बढेर चाहिँ यस्तो भइरहेछ गाई माथि जान सक्छु 1 मिस यहाँ फिनिस हुन्छ गाइजहरु लडाउँछ यार दाइ मोबाइल गाइजहरु हजुरले देख्न सक्नुहुन्छ झरनाको भ्यू यति दामी छ। अब आज चाहिँ पानी बढिरहेछ र देख्न सक्नुहुन्छ यति पानीको भार यति बढिरहेछ र दाइ माथि जाने प्रयास गर्न लाग्नु भएको छ तर जान सक्नुहुन्छ कि नै चिप्लो छ गाइजहरु दाइ ध्यान दिएर चाहिँ लोड्यो भनेपछि गाह्रो हुन्छ 1 मिस गेम फिनिस गाइजहरु तपाईले देख्न सक्नुहुन्छ। म चप्पल चाहिँ यति छोडेर जान्छु किनभने झर्ने समस्या आउँछ माथि म त्यसैले चप्पल यति छोडेर जान्छु गाइजहरु देख्न सक्नुहुन्छ चप्पल म यति छोडेर जान्छु। रमाइलो छ तपाईले देख्न सक्नुहुन्छ दाइ भाइ र झरना पनि देख्न सक्नुहुन्छ तपाईले बहुत चिप्लो छ त्यही पनि हामीले माटो राखेर चाहिँ अलि बालुवा राखेर माथि आइरहेको छु गाइजहरु चिप्लो यतिको छ गाइजहरु चिप्लो छ गाह्रो छ अवस्था झरनाको माथि पुगिसक्यो यहाँ खोला भन्दा पनि हामी साइड पहरोमा पुगिसक्यौँ गाइजहरु यहाँ पहरामा अलि टालिएर पानीको छिटाले गर्दा अप्ठ्यारो भइरहेको थियो त्यहाँबाट त्यति राम्रो देखिरहेको थिएन त्यसैले हामी चाहिँ वारी साइडमा आएर चाहिँ बनाइरहेको देख्न सक्नुहुन्छ झरना र ड्राइभर देख्न सक्नुहुन्छ आज चाहिँ त्यति गाह्रो अप्ठ्यारो ठाउँबाट माथि आइरहेछौँ गाइजहरु कस्तो छ त दाइ झरना रमाइलो त एकदम रमाइलो ब्याग जानेवाला छौँ गाइजहरु अब हामी घरतिर लाग्नेवाला छौँ देख्न सक्नुहुन्छ झरना अब हामी गयौँ गाइजहरु जान लागिरहेछौँ गाइजहरु दाइ ध्यान दिएर लडेला ध्यान दिएर गइसक्यो दाइ उता त्यो त्यहाँ जान लाग्छ त यहाँ खसेपछि गाइजहरु मान्छे मर्ने सम्भावना 100% छ गाइजहरु यहाँ तल चाहिँ गाउँमा घुमाउँछ गाइजहरु देख्न सक्नुहुन्छ हामी दाइ भाइ आएका थियौँ आउँदाखेरि चाहिँ अब यति अप्ठ्यारो गाह्रो अवस्था छ अब यस्तो गाह्रो अवस्था हुँदै पनि हामी आयौँ गाइजहरु तपाईहरु यहाँ आएपछि अलि ध्यान दिएर आउनु होला हैन कहिले चाहिँ हामी आयो भन्दैमा हजुरहरु नआउने मान्छे कहिले पनि यहाँ आएर चाहिँ लड्न सक्नुहुन्छ चिप्लिन सक्नुहुन्छ मर्न सक्नुहुन्छ त्यसैले गर्दाखेरि हजुर खास बर्खाको टाइममा नआइदिनु होला देख्न सक्नुहुन्छ भाइ दाइ धन्न चिप्लेर लोडी गइसक्यो थियो अलि गाह्रो छ गाइजहरु धन्न दाइ चाहिँ लोड चाहिँ थियो अब यस्तो ध्यान दिएर आउनुपर्छ कि यति जोखिम छ यति जोखिम हुँदै पनि अब हजुरहरुलाई एउटा माथि झरनाको भ्यू जनाऊ भनेर चाहिँ आएका थियौँ गाइजहरु देख्न सक्नुहुन्छ मेरो पुग्यो गाइजहरु तल्लो झरना पुग्यो अब हामी त्यो भन्दा तल झरनामा पुग्नेवाला छौँ अब त्यो पुग्ने चाहिँ हामी घरतिर
सक्नुहुन्छ हाम्रो हामी लोकल बासिन्दा हो यहाँको रैथाने गाइजहरू बिराबहरको रैथाने हजुरहरू यता बिराबहर माथि झरनामा आउनु चाहनुहुन्छ भने भेकल कन्टेन्ट राख्नु होला हजुरहरूलाई हामी आउनेवाला छौँ गाइजहरू हामी यहाँको रैथाने गाइजहरू रैथाने बस्ने ठाउँ चाहिँ उता त्यो घरमा हो गाइजहरू त्यो झरना चाहिँ यता नजिकै छ हाम्रो घरको नजिकै अब हामी फर्किनेवाला छौँ देख्न सक्नुहुन्छ यस्तो अप्ठ्यारो ठाउँमा अघि आएको भिडियो बनाउन पाइएन गाइजहरू अब जाँदाखेरि चाहिँ हामी भिडियो बनाउँदैछौँ देख्न सक्नुहुन्छ दाइ ध्यान दिएर है एकदम होसियारमा है अलि लड्यो भने चाहिँ त गयो दाइ ध्यान दिएर होसियार दाइ देख्न सक्नुहुन्छ आज चाहिँ खोला परिरहेको छ हामी चाहिँ अब ब्याक टु होम अब घरतिर फर्किँदैछौँ गाइजहरू देख्न सक्नुहुन्छ गाइजहरू हामी चाहिँ अब घरमा लागिरहनु पर्दाखेरि अघि चाहिँ यही बाटो आएको एकदम फाइनली तल पुगिसक्नु भयो म फाइनली पुगिसकेँ गाइजहरू गाइजहरू तलको झरना हजुरहरू बिहेबाट आएपछि यो झरना पनि देख्न सक्नुहुन्छ सिटोमा चाहिँ तलको झरना देख्नुहुन्छ जान सक्नुहुन्छ तिनवटा झरना गाइजहरू कपालको झरना चाहिँ माथि हामी झरना हेरेर ब्याग घरमा आउँदैछौँ गाइजहरू बाहिर म अब झरना हेरियो भनौँ झरना हेरेर चाहिँ अब घरतिर फर्किँदैछौँ अब घर पनि हाम्रो नजिकै छ म रुममा आइसकेँ र आज बनाएको भ्लग भिडियो के कस्तो लाग्यो हजुरहरूले प्रतिक्रिया दिनु होला र फुल वाच लाइक कमेन्ट र युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु भएको छैन भने प्लिज युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र आज हामी छुट्छौँ हस् अर्को भ्लगमा भेट्नुपर्छ ओके बाई बाई गाइजहरू अर्को भ्लगमा भेटौँला